Hello guys, welcome to my new video. यति बेला हामी यहाँ टिकट चेक गर्दैछौँ। है हामी चन्द्रगिरी केबल कार चढ्नलाई जाँदैछौँ। यतिर मम्मीहरू भाइहरू हुनुहुन्छ, म यहाँ जाँदैछु। आज खाली खाली छ, खासै मान्छे छैन, एकदम खाली खाली छ। मेरो माइकै हरायो, माइक हरायो अनि त्यतिकै अब भिडियो बनाइरहेको छु। हाम्रो पालो आउन लागेको छ, त्यत्तिकै बन्दैन नि चन्द्रगिरी। लास्टै स्लो हिँडिरहेको छ, किन हो? माथि चाहिँ फास्टै हिँड्दो रहेछ कि यहाँ आएपछि स्लो आफै हुँदो रहेछ कि, पुरा त्यस्तो रहेछ नि त। देखेन लामै बनाए हामीबाट भिडियो हामीले स्टोरी आइफोनले चढ्नारै साह्रै क्लियर आउँछ क्या, यत्रो देखियो त्यो क्लियर नबना न, क्लियरै देखियो त। यस्तो गरेर उज्यालो नबना न, नर्मलमै बना। मेरो आमा हिरै सुन्छ तल छन् हैन उनीहरु। कति बेरको छैन नि त, दुईटा तीनटा भएको, दुईटा तीनटा 12 वटा छन् होला नि, 6 वटा अझै धेरै छ। ए यहाँ बट्टा कहाँ त्यति मात्रै, धेरै छ नि। दुईटा तीनटा भन्नु पर्यो फेरि, धेरै छ नि। ए औडा त कति छिटो पुगेको। स्पिडमा त्यही छ, 5 वटा त त्यही माथि आउँदैछ। यहाँ देखिएको छैन नि, अझै टाढो छ नि त। चन्द्रगिरी केबल कार माथि चढिसकेपछि को पहिलो दृश्य, गुराँसको फुल वरिपरि। काकाले यहाँ बनाउँदै हुनुहुन्छ। यतातिर मम्मी भाइ म्याडम भइसिन्छ। नाचेर टिकटक बनाउने हो कि? नाचेर के जानु र अब? यति बेला हामी चन्द्रगिरी घुमिसकेर यतातिर छौँ अहिले चाहिँ, स्वयम्भूतिर। राम्रो आइरहेछ। हामी स्वयम्भू घुमिरहेका छौँ। स्वयम्भूको पहिलेका इतिहास बोकेका संरचनाहरू छन् यतातिर, धेरै पहिलेका पुराना